हामी सबैलाई लाग्छ मञ्चमा गएर धेरै मान्छेको अगाडि उभिएर फरर बोल्न सकियोस्, क्यामेराको अगाडि गएर बोल्न सकियोस्, तर त्यसो भइरहेको हुँदैन। हामी डरको कारणले बोल्नुपर्ने कुराहरू बिर्सिरहेका हुन्छौँ, होइन त? त्यसो भए म तपाईँलाई यस भिडियो मार्फत ठुलो मासको अगाडि सजिलै बोल्न सक्ने गरी मञ्चको डर अर्थात् स्टेजको डरलाई हटाउने उपायहरूको बारेमा बताउन गइरहेको छु। नमस्कार, म सरोज थापा। अब हामी आजको विषयवस्तुतर्फ नै लागौँ। आजको विषयवस्तु रहेको छ म्यानेजमेन्ट अफ स्टेज फियर अर्थात् मञ्चको डर व्यवस्थापन। सर्वप्रथम त स्टेज फियर अर्थात् ग्लोसोफोबिया भनेको के हो त, यो विषयमा छलफल गरौँ। स्टेज फियर वा ग्लोसोफोबिया भनेको एक प्रकारको सामाजिक चिन्ता वा विकार हो, जसले व्यक्तिलाई मानिसको समूह अगाडि बोल्न डर उत्पन्न गराउँछ। समग्रमा भन्नुपर्दा सार्वजनिक रूपमा बोल्न वा मञ्चदेखि लाग्ने डर नै स्टेज फियर अर्थात् ग्लोसोफोबिया हो। यस्तो डर अधिकांश मान्छेलाई हुने गर्दछ, जसले गर्दाखेरि मञ्चमा गएर आफ्ना कुराहरू प्रष्ट रूपमा राख्न सकिरहेका हुँदैनन्। स्टेजको डरका लक्षणहरू के हुन् त, यो विषयमा छलफल गरौँ। पहिलो लक्षण छ मुटुको चाल बढ्नु तथा शरीर काँप्नु। अर्को छ चिटचिट पसिना आउनु, घाँटी सुक्खा हुनु। यसै गरी छ छिटो छिटो पिसाब लाग्नु, अप्ठ्यारो महसुस हुनु। अब त्यसो हो भने स्टेजको डरको कारणहरू के होला त, यो विषयमा छलफल गरौँ। पहिलो कारण छ तयारीको कमी। हामी स्टेजमा गएर हाम्रो भूमिका अनुसार बोल्नुपर्ने कुराहरूको बारेमा समग्र तयारी गर्नुपर्दछ। यस्तो तयारी गर्न सकिएन भने हामीले मञ्च अर्थात् मासमा गएर आफ्ना कुराहरू प्रष्ट राख्न सक्दैनौँ। यसै गरी अर्को छ ज्ञानको कमी। हामीलाई स्टेजमा गएर कसरी बोल्ने विभिन्न यान्त्रिक कुराहरूको बारेमा पनि ज्ञान हुन जरुरी छ, र त्यो ज्ञानको कमी भयो भने हाम्रो आत्मविश्वासमा कमी आउँछ, जसले गर्दाखेरि हामी स्टेजमा प्रभावकारी रूपमा बोल्न सक्दैनौँ। यसै गरी अर्को छ आत्मविश्वासको कमी। हामीलाई कस्तो महसुस हुन्छ भने त्यो ठाउँमा ठुला मान्छे आउनुभएको होला, उहाँहरूसँग धेरै ज्ञान छ, मसँग ज्ञान छैन, कसरी बोल्न सक्छु होला जस्ता कुराहरूले हामीलाई हाम्रो आत्मविश्वास घटाइरहेको हुन्छ। म सक्दिनँ होला कि भन्ने खालको एक प्रकारको भय उत्पन्न हुन्छ, जसले गर्दा आत्मविश्वास घटेको हुन्छ, र आत्मविश्वासको कमी भयो भने हामीले स्टेजमा प्रभावकारी रूपमा आफ्नो प्रस्तुतिकरण दिन सक्दैनौँ। यसै गरी अर्को छ असफलताको डर। त्यहाँ गएर बोल्दाखेरि मैले राम्ररी कुरा राख्न सक्दिनँ कि, मैले कस्तो बोल्ने हो, अरूले के भन्नुहुन्छ कि, जस्ता कुराहरूले पनि मञ्चमा गएर राम्ररी बोल्न सकिरहेको हुँदैनौँ। अनुभवको कमी। मञ्चको डरको कारणमध्ये एउटा मुख्य कारण अनुभवको कमी पनि रहेको छ। कार्यक्रममा ढिला पुग्नु। हामी कार्यक्रममा ढिलो पुग्यौँ भने त्यो कार्यक्रममा को व्यक्तिहरू आउनुभएको छ, त्यो कार्यक्रम समग्र रूपमा कसरी चल्दैछ, त्यस्ता कुराहरूको बारेमा बुझ्न पाउँदैनौँ, जसले गर्दाखेरि हामी मञ्चमा जाने बित्तिकै आफ्नो कुराहरू राख्नको लागि असहज हुन्छ। त्यसैले समयमै कार्यक्रममा नपुग्नु पनि मञ्चको डरको कारणमध्ये एक कारण रहेको छ। अहिलेसम्म हामीले मञ्चको डरको कारणहरूमा तयारीको कमी, ज्ञानको कमी, आत्मविश्वासको कमी, असफलताको डर, अनुभवको कमी र कार्यक्रममा ढिला पुग्नु मुख्य कारणहरूको बारेमा छलफल गऱ्यौँ। यहाँहरूसँग यस्तै अन्य कारणहरू पनि रहेको हुन्छ, र मुख्य कारण भनेको यिनीहरू नै हुन्। अब हामी मुख्य विषयवस्तुतर्फ आयौँ। स्टेजको डरलाई कसरी हटाउने त, अर्थात् मासमा गएर प्रभावकारी रूपमा कसरी बोल्ने त, यी कुराहरूको बारेमा छलफल गरौँ। कार्यक्रमको बारेमा छलफल गर्ने। हामीले आफै आयोजना गरेको कार्यक्रम हो कि हामीलाई त्यो कार्यक्रममा बोल्नको लागि कसैले बोलाइएको छ कि, यदि हामी नै आयोजक रहेछौँ भने हाम्रो भूमिका अनुसार के गर्नुपर्ने हो त्यो कार्यक्रमको बारेमा विस्तृत रूपमा छलफल गर्नुपर्दछ।
यदि हामीलाई कुनै कार्यक्रममा शुभकामना मन्तव्य राख्नका लागि बोलाइएको हो भने आयोजकसँग कार्यक्रमको विस्तृत जानकारी लिएर हामीले तयारी गर्नुपर्छ र मात्र हामीले मञ्चमा गएर प्रभावकारी रूपमा आफ्नो प्रस्तुतिकरण राख्न सकिन्छ। आफ्नो भूमिका बारेमा स्पष्ट हुने र तयारी गर्ने। त्यो कार्यक्रममा मेरो भूमिका के हो त? यदि आयोजकको तर्फबाट हो भने उद्घोषक हो कि, स्वागत मन्तव्य दिने हो कि, सभाध्यक्षको मन्तव्य दिने हो कि, त्यो स्पष्ट हुनु पर्यो, छलफल हुनु पर्यो र त्यो अनुसारको तयारीमा हामी बस्नु पर्यो। यदि हामीलाई अतिथिको रूपमा बोलाइएको हो भने हामीले शुभकामना मन्तव्य दिनुपर्ने हुन्छ र त्यो मन्तव्यमा राख्नुपर्ने कुराहरू के हुन् त त्यसको बारेमा हामीले तयारी गरेर बस्नुपर्ने हुन्छ। अध्ययन गर्ने बानी बसाउने। हामीले बोलिराख्दाखेरि त्यो विषयवस्तुहरूलाई प्रस्तुत गरिराख्दाखेरि जोड्नुपर्ने प्रसङ्गहरू मिलाउनको लागि पनि अध्ययन गर्नुपर्ने हुन्छ। हामीले अध्ययन गर्न सक्यो भने जुनसुकै विषयवस्तुलाई पनि सहज तरिकाले अरूलाई बुझाउन सकिन्छ र अरूको ध्यान हामीतर्फ तान्न सकिन्छ। त्यसैले पनि सबैले बुझ्ने तरिकाले र सबैले मन पराउने तरिकाले प्रस्तुत गर्न सकिन्छ। धेरैभन्दा धेरै अभ्यास गर्ने। कतिपय कार्यक्रममा हामी नयाँ हुन्छौँ, हामीलाई अनुभव हुँदैन। अघि पनि कुरा आएको छ अनुभवको कमी, र त्यो अनुभवको कमी हुन नदिनको लागि धेरैभन्दा धेरै हामीले अभ्यास गर्नुपर्दछ। जस्तो कि हामीले आफ्नै मोबाइलमा रेकर्ड गरेर आफ्ना कुराहरूलाई फेरि सुनेर त्यसमा सुधार गर्नुपर्ने कुराहरू के छन् त ती कुराहरू सुधार गर्न सकिन्छ। हामीले घरमै रहेको ऐनामा हेरेर प्रस्तुतिकरणहरू राख्ने, त्यसो गर्यो भने पनि हाम्रो आत्मविश्वास बढ्छ, जसले गर्दाखेरि हामीले प्रभावकारी रूपमा आफ्नो प्रस्तुतिकरण मञ्चमा गएर राख्न सक्छौँ। यस्तै अन्य उपायहरू पनि हुन्छन्, जस्तै परिवारकै सदस्यहरूलाई राखेर आफ्नो प्रस्तुतिकरण दिने र उहाँहरूको फिडब्याक लिने र आफ्ना कमी कमजोरीलाई सुधारेर प्रभावकारी रूपमा बोल्न पनि सकिन्छ। सफलताको कल्पना गर्ने। हामीलाई थाहा छ कुनै काम वास्तविक रूपमा घट्नुभन्दा अगाडि हाम्रो दिमागमा पहिलाचोटि घटेको हुन्छ। त्यसैले त्यो कार्यक्रममा गएर आफ्नो प्रस्तुतिकरण, आफ्नो भाषण राम्ररी गरेको कल्पनामा उतार्नु पर्दछ, जसले गर्दा हामीले मञ्चमा गएर आफ्ना कुराहरू मजाले राख्न सकिन्छ। अल्बर्ट आइन्स्टाइनले भन्नुभएको छ ज्ञानभन्दा धेरै शक्तिशाली कल्पना शक्ति हुन्छ। कल्पना शक्तिको प्रयोगले हाम्रो प्रस्तुतिकरण राम्रो बनाउन सक्छौँ। आफ्नो लागि कीनोट डायरी बनाउने। मञ्चमा गइसकेपछि सुरुमा के बोल्ने, बिचमा के बोल्ने र अन्तिममा के बोल्ने, कुन कुन कुराहरू छुटाउनु हुँदैन, त्यस्ता कुराहरू हामीले टिपेर लानु पर्दछ। हामीले कीनोट अर्थात् डायरी बनाइयो भने मञ्चमा गएर बोल्दाखेरि अलमल हुँदैन। यसै गरी अर्को छ भद्र र सुहाउँदो पोसाक लगाउने। जुन कार्यक्रम हो त्यो कार्यक्रम अनुसार फिट हुने खालको हाम्रो पोसाकहरू लगाइयो भने आत्मविश्वास बढेर आउँछ र हामी त्यो कार्यक्रममा प्रभावकारी रूपमा बोल्न सक्छौँ, प्रस्तुतिकरण राख्न सक्छौँ। त्यसैले गर्दाखेरि कार्यक्रममा जाँदाखेरि हामीले जहिले पनि सुहाउँदो खालको पोसाक लगाएर जानु पर्दछ। आत्मसुझाव। हामीले यति तयारी गर्दा गर्दै पनि हामीलाई बात यहाँ गएर बोल्न नसक्ने हो कि, मेरो कुरा बिग्रिने हो कि, मेरो कुरा छुट्ने हो कि, नराम्रो पो हुने हो कि भन्ने खालको जब मनमा कुराहरू खेल्छ, त्यस बेला हामीले के भन्नुपर्छ भने म जसरी भए पनि मेरो प्रस्तुतिकरण राम्रो गर्छु। यदि उद्घोषक छ भने म जसरी पनि म उद्घोषण राम्रो गर्छु। यदि स्वागत मन्तव्य दिने हुनुहुन्छ भने स्वागत मन्तव्य राम्रो गर्छु। शुभकामना मन्तव्य दिनुपर्ने छ भने म शुभकामना मन्तव्य राम्ररी दिन्छु। सभा अध्यक्षको मन्तव्यको भूमिका छ भने म सभा अध्यक्षको मन्तव्य एकदम राम्ररी प्रभावकारी रूपमा दिन्छु भन्ने खालको आत्मसुझावहरू गरिराख्नुपर्छ। आफ्नो भूमिका जे छ त्यो भूमिका राम्रो गर्छु भनेर हामीले आत्मसुझाव गरिराख्नुपर्छ, आफूले आफूलाई भनिराख्नुपर्ने हुन्छ। ल, समग्रमा हामीले स्टेजको डर कम गर्ने तरिकाहरूमा कार्यक्रमको बारेमा छलफल गर्ने, आफ्नो भूमिका बारेमा स्पष्ट हुने र तयारी गर्ने, अध्ययन गर्ने बानीको विकास गर्ने, सफलताको कल्पना गर्ने, धेरैभन्दा धेरै अभ्यास गर्ने, आफ्नो लागि कीनोट अर्थात् डायरी मेन्टेन गर्ने, भद्र र सुहाउँदो पोसाक लगाउने र कार्यक्रम राम्रो हुन्छ भनेर आत्मसुझाव दिने। यी यस्ता तरिकाहरूलाई हामीले अपनायौँ भने पक्कै पनि सार्वजनिक स्थानमा गएर मञ्चमा गएर मासको लागि हामीले राम्रो खालको प्रस्तुतिकरण दिन सक्छौँ। निष्कर्षमा भन्नुपर्दा
साधारण रूपमा बोल्न वा मञ्चदेखि लाग्ने डर नै स्टेज फियर अर्थात् ग्लोसोफोबिया भन्ने कुरा छलफल गर्यौँ। मञ्चदेखि लाग्ने डरका लक्षणहरूमा मुटुको चाल बढ्नु, शरीर काम्नु, चिटचिट पसिना आउनु, छिटो छिटो पिसाब लाग्नु, खोकी लाग्नु, घाँटी सुक्खा हुनु, अप्ठ्यारो महसुस हुनु, यस्ता कुराहरूको बारेमा पनि छलफल गर्यौँ। तयारीको कमी, आत्मविश्वासको कमी, असफलताको डर, अनुभवको कमी, ज्ञानको कमी, कार्यक्रममा ढिला पुग्नु, यस्ता कुराहरूको बारेमा पनि हामीले छलफल गर्यौँ। र यी डरहरूलाई हटाउने प्रमुख उपायहरूको बारेमा राम्रो भएको सफलताको संवाद गर्ने, धेरैभन्दा धेरै अभ्यास गर्ने, सुहाउँदो र भद्र देखिने खालको पोसाक लगाउने, आफ्नो लागि आवश्यक किनोट तयार गर्ने र पढ्ने बानीको विकास गर्ने, आत्म सुझाव दिने जस्ता कुराहरूको बारेमा हामीले छलफल गर्यौँ। पक्कै पनि आजको भिडियोले मञ्चमा सजिलै बोल्नको लागि आवश्यक ज्ञानसिपको बारेमा जानकारी प्रदान गर्यो भन्ने विश्वास राख्दै यस्तै ज्ञानवर्धक अर्को भिडियो ल्याउने बाचाका साथ बिदा हुन्छु। नमस्कार।